लास्ट टाइम चाहिँ हामीले के गरेको थियो भने लास्ट टाइम चाहिँ हामीले डेरिभेटिभ अफ आर्कलेन्थियन कार्टेसियन फर्म भनेर गरेको थियौँ र यो मैले रेकर्ड त गरेको थिएँ तर आधा भएछ कि आधा मात्र रेकर्ड भएछ पुरा इक्वेसन टु द कर्व चाहिँ रेकर्ड चाहिँ गरेको थिएँ तर आधा रेकर्ड भएछ यहाँसम्म रेकर्ड भएछ त्यही भएर फेरि सुरु गर्नुपर्ने भयो है बिचमा आधा आधा नि के दुईवटा भिडियोमा बनाऊँ जस्तो लाग्यो मर्ज गर्न त मिल्छ भिडियो चाहिँ एडिट गरेर मर्ज गर्न त मिल्छ बट फेरि सुरुबाट गरिदिउँ सो आजको टपिक के छ भन्दा चाहिँ आजको टपिक चाहिँ के छ भन्दा पोलर इक्वेसन टु द कर्व पोलर यो अलि मधुरो रहेछ यतापट्टि गरौँ यो पोलर इक्वेसन टु द कर्व यो भने चाहिँ के हो भने धेरै किताबमा लेख्दैन यो भने चाहिँ एंगल बिट्विन रेडियस वेक्टर एन्ड टेन्जेन्ट हो रेडियस वेक्टर एन्ड टेन्जेन्ट यो पनि हो है एन्ड टेन्जेन्ट यो पनि हो एंगल बिट्विन रेडियस वेक्टर एन्ड टेन्जेन्ट यो पनि हो जस्तै यो पढ्नुभन्दा पहिला थोरै रिकल गरौँ यो सायद क्लास 9 10 मा नि पढा हुनुपर्छ हैन मानव मसँग एउटा सर्कल छ यो मेरो y एक्सिस यो मेरो x एक्सिस मेरो एउटा सर्कल छ सर्कल चाहिँ पर्फेक्ट चाहिँ छैन है ल यो मानव सर्कल हो यो चाहिँ पर्फेक्ट छैन तर सर्कल हो यो चाहिँ ओरिजिन छ मानव यहाँ कुनै एउटा पोइन्ट p छ यहाँ कुनै एउटा पोइन्ट p छ है o र p को दूरी चाहिँ r छ सर्कल हो है पर्फेक्ट नभए नि सर्कल हो r छ यसको कोअर्डिनेट मानव x, y छ भने है मानव मेरो पोइन्ट p बाट x एक्सिसमा मैले परपेन्डिकुलर ताने हो x एक्सिसमा परपेन्डिकुलर ताने यहाँ थिम कुनै r नाम दिम केही नाम दिम r नाम दिए भने हो r नाम दिए भने यो o देखि r सम्मको दूरी भने x छैन o देखि r सम्मको दूरी भने त x हो है यो x र यो p देखि r सम्मको दूरी भने त y हो y कोअर्डिनेट हैन र भने यसमा चाहिँ हेरे एंगल चाहिँ थीटा छ ओके यो एंगल चाहिँ थीटा छ भने यो एंगल चाहिँ थीटा छ भने यहाँ थिम cos थीटा भने कति हुन्छ cos थीटा भने चाहिँ कति हुन्छ cos थीटा भनेको चाहिँ b by h हो नि त हैन x का मुनि r हैन implies that x equal to r cos थीटा sin थीटा भने कति sin थीटा भनेको कति equal to y का मुनि r implies that y equal to r sin थीटा हो tan थीटा भने कति tan थीटा भनेको चाहिँ y का मुनि x हो y का मुनि x हो हैन र है यति चाहिँ सम्झौँ है त यति चाहिँ फेरि लेखौँ यो पोलर इक्वेसन निकाल्दा चाहिँ यो मलाई चाहिन्छ सो म लेख्छु एकचोटी in order to convert to convert convert sorry in order to convert Cartesian curve into polar curve Cartesian equation equation of the type Cartesian equation TSIAN equation equation EQUATIO and Cartesian equation on equation of the type y is equal to f of x into TO polar equation polar polar equation भन्ने चाहिँ equation of the type r is equal to f theta यो कन्भर्ट गर्नलाई we need x भने चाहिँ r cos theta x लाई चाहिँ r cos theta y लाई चाहिँ r sin theta ले रिप्लेस गर्ने हो भने चाहिँ यसलाई चाहिँ कार्टेसियनलाई चाहिँ पोलरमा लान सकिन्छ ओके मानम मसँग के छ भने एउटा कुनै फंक्सनको कर्व छ सरी फंक्सनको हैन एउटा कुनै कर्व छ कर्व भने चाहिँ पोलर कर्व छ r इक्वल टु sin थीटा r इक्वल टु cos थीटा कुनै यस्तो टाइपको यो थोरै जुम गरेर यसैमा जान्छ यो यहाँ कुनै एउटा r इक्वल टु f अफ थीटा भनेको कुनै एउटा फंक्सनको कर्व छ यो मेरो मानम पोल हो यो मेरो पोल हो यो x भने चाहिँ इनिशियल लाइन हो है o भने चाहिँ पोल हो o x भने चाहिँ इनिशियल लाइन हो है o भने चाहिँ पोल हो x भने चाहिँ इनिशियल लाइन हो है भने यहाँ कुनै यो पोलर यहाँ कुनै एउटा पोइन्ट छ p भन्ने पोइन्ट छ सो दैट o देखि p सम्मको डिस्टेन्स भने चाहिँ r छ o देखि p सम्मको डिस्टेन्स भने चाहिँ r छ र POX भने चाहिँ एंगल चाहिँ कति त थीटा छ भने यसको पोलर कोअर्डिनेट कति हुने भयो r मा थीटा हुने भयो है हैन र
अब हेरे पोइन्ट पी मा चाहिँ टेन्जेन्ट तानौँ है त। हेरे पोइन्ट पी मा चाहिँ सर लाएर यो पोइन्ट पी मा त टच हुने गरी यो धेरै ठाउँमा टच भएको भयो भने देखिने, यो पोइन्ट पी मा मात्र टच भएको छ है हैन। यो टेन्जेन्ट हाल्न मानौँ यो टेन्जेन्टले चाहिँ एक्स एक्सिससँग साइ एङ्गल बनाएको छ। ओके, एक्स एक्सिससँग साइ एङ्गल बनाएको छ र यो भने चाहिँ के हो, यो भने त रेडियस भेक्टर हो, ओपी भने चाहिँ रेडियस भेक्टर हो। अनि तर यसमा मानौँ टी यहाँ चाहिँ कुनै टी भन्ने पोइन्ट टाढो छ होला, ओपी भने रेडियस भेक्टर हो, यो भने चाहिँ पिटी भने त टेन्जेन्ट हो। र रेडियस भेक्टर र टेन्जेन्ट बिचको एङ्गल चाहिँ के छ भने फाइ छ। फाइ नि कस्तो भन्यो, ल यहाँ लेखिदिउँ, फाइ छ। ओके, रेडियस भेक्टर र टेन्जेन्ट बिचको एङ्गल चाहिँ फाइ छ भने यहाँ थियौँ के अरे, यहाँ थियौँ ओपी भन्नाले के रेडियस भेक्टर होइन, आरएडिआइयुएस भेक्टर सिटिओआर। फाइ भनेको के अरे, यो भने चाहिँ एङ्गल बिट्विन बिटी एन्ड रेडियस भेक्टर आरएडिआइयुएस भेक्टर बिटिओआर इन टेन्जेन्ट है। फाइ भने चाहिँ एङ्गल बिट्विन द रेडियस भेक्टर इन टेन्जेन्ट भने यति चाहिँ सम्झौँ है त। यो कर्भ हो, आर एफ थीटा भन्ने कर्भ हो। यहाँ कुनै एउटा पोइन्ट पी छ सच द्याट पोलदेखि पी सम्मको दूरी चाहिँ डिस्टेन्स भने आर छ र पिओएक्स भने चाहिँ थीटा छ भने एङ्गल पोल यसको पोलर कोअर्डिनेट भनेको चाहिँ आरकामा थीटा हुन्छ। यो पोइन्ट पी मा चाहिँ टेन्जेन्ट हान्यो, टेन्जेन्टले चाहिँ एक्स एक्सिससँग साइ एङ्गल बनाएको छ। यति मात्र सम्झौँ भने टेन थीटाले के दिन्छ, स्लोप दिन्छ यो टेन्जेन्टको। अथवा टेन थीटा भनेको के, टेन साइ भनेको के डिवाई का मुनि डिएक्स हो। डिआई का मुनि डिएक्स भनेपछि डी का मुनि सरी यो भने चाहिँ यहाँ चाहिँ लेखौँ, यो होइन इक्वल टु अथवा यताबाट लेखिनु भयो इक्वल टु डिवाई का मुनि डी थीटा। ओके, डिएक्स का मुनि डी थीटा नि त हो नि त, चेन रुल त लगाओ। यो भने चाहिँ के भयो भने डी का मुनि डी थीटा वाइ इक्वल टु आर साइन थीटा होइन, वाइ इक्वल टु आर साइन थीटा यहाँ चाहिँ निकाल्यो भर्खरै, वाइ इक्वल टु आर साइन थीटा र एक्स इक्वल टु आर कस थीटा निकाल्यो। यो वाइ भनेर कति भयो, वाइ भने चाहिँ आर साइन थीटा ओभर डी का मुनि डी थीटा। अनि एक्स भनेको चाहिँ कति आर कस थीटा हो, एक्स भनेको चाहिँ आर कस थीटा, वाइ इक्वल टु आर साइन थीटा होइन। ए होइन त निकालेको हो नि त होइन, एक्स भनेको आर कस थीटा, वाइ इक्वल टु आर साइन थीटा। अब यहाँ चाहिँ दुईवटा फङ्सन छन्, यो यु र बीको फर्ममा छ है, यु र बीको फर्ममा छ भनेपछि हामीले चाहिँ के लाउनु पर्यो भने डिफ्रेन्सिएसन बाई पार्ट्स लाउनु पर्यो। यस्तो त फर्मुला याद छ नि त हामीलाई, डी का मुनि डिएक्स यु इन्टु भी दुईवटा फङ्सनको प्रोडक्टको फर्ममा छ भने यु इन्टु डिबी का मुनि डिएक्स प्लस भी इन्टु डियु का मुनि डिएक्स। यी सबै क्लास 11 का रुल्स अफ डिफ्रेन्सिएसन हुन्। भनिसकेपछि यहाँ चाहिँ के हुन्छ भन्दा इक्वल टु, अब यहाँ अलि लामो लाइन तानौँ हो। अब आरलाई छोडौँ, युलाई छोडौँ, भीको डेरिभेटिभ भने साइन थीटाको डेरिभेटिभ के हुन्छ, आर कस थीटा भयो। साइन थीटाको डेरिभेटिभ आर कस थीटा भयो। अब साइन थीटालाई छोड्नु पर्यो, अनि त्यहाँदेखि यसको डेरिभेटिभ कति भयो, डिआर का मुनि डी थीटा हो। अनि त्यहाँदेखि युलाई छोड्दा आरलाई छोड्दा कसको डेरिभेटिभ कति, माइनस साइन थीटा होइन, प्लस यहाँ चाहिँ कस थीटा डिआर का मुनि डी थीटा। यसलाई चाहिँ इक्वेसन, अब यसलाई चाहिँ के गर्न सकिन्छ भने यसलाई चाहिँ अब कस थीटा डिआर का मुनि डी थीटाले चाहिँ डिभाइड गरौँ है त। यसलाई चाहिँ डिभाइडिङ बाई कस थीटा डिआर का मुनि डी थीटा, यसलाई इक्वेसन 1 मान्यौँ भने है, डिभाइडिङ इक्वेसन 1 बाई है हरेकतिर चाहिँ अथवा तलमाथि चाहिँ 1 का मुनि होइन डिभाइड गरौँ, कस थीटा डिआर का मुनि डी थीटा डिभाइड गर्दा चाहिँ कस्तो भयो भने इक्वल कस्तो भयो भने, अब यहाँ यो कस थीटा डिआर का मुनि डी थीटा डिभाइड गर्दा कस थीटा क्यान्सल भयो। आर का मुनि डिआर का मुनि डी थीटा भनेको चाहिँ आर इन्टु डी थीटा का मुनि डिआर भयो प्लस यो साइन बाई कस भने चाहिँ टेन थीटा अनि त्यहाँ डिआर का मुनि डी थीटा चाहिँ काटियो। भनिसकेपछि कस थीटा डिआर का मुनि डी थीटा हेरलाई डिभाइड गर्दा त 1 भयो। अब माइनस 1 लाई चाहिँ अगाडि देखाउँ, माइनस भयो है, माइनस भयो। अब आर भयो होइन, यहाँ चाहिँ के भयो, कस थीटा डिआर का मुनि डी थीटाले डिभाइड गर्दा चाहिँ साइन ओभर कस भनेको चाहिँ टेन थीटा इन्टु आर डी थीटा का मुनि डिआर हुन्छ ओके, टेन थीटा इन्टु आर डी थीटा का मुनि डिआर चाहिँ हुन्छ। ओके ल, यसलाई चाहिँ इक्वेसन 2 मानौँ, हेर्नलाई इक्वेसन 1 इक्वेसन नमान्दै नि भयो होइन।
अब हेऱ्यो ट्रेङ्गलमा हेऱ्यो पिटिएक्स भन्ने हेऱ्यो ट्रेङ्गलमा साई भने चाहिँ थेटा प्लस फाइ हुन्छ है। यो चाहिँ फाइ एङ्गल भने हो नि त अघि नैबाट। यो भने चाहिँ फाइ अलिक बुझ्या छैन। यो भने चाहिँ फाइ हो। यसमा चाहिँ साई इक्वल टु थेटा प्लस फाइ हुन्छ किनभने द एक्सटेरियर एङ्गल अफ अ ट्रेङ्गल इज इक्वल टु द सम अफ टु अपोजिट इन्टेरियर एङ्गल पनि हो होइन र। यो चाहिँ पर्पटी यो ट्रेङ्गलको कक्षा 9 है प्रुभ नि गर्नुपर्छ होइन। यहाँ चाहिँ यो चाहिँ के छ अल्सो वी हेभ बी साई भने कति भयो थेटा प्लस फाइ भयो हो है। अब 10 एप्लाई गर्दा 10 अपरेट गर्ने कि एप्लाई गर्ने 10 भने चाहिँ फङ्सन हो ट्रिग्नोमेट्रिक फङ्सन हो। ट्रिग्नोमेट्रिक फङ्सनले चाहिँ एप्लाई गर्ने भन्दा नि अपरेट गर्ने हुन्छ। ओके अपरेटिङ बाई 10 साई वी गेट 10 साई भन्नाले कति हुन्छ 10 थेटा प्लस फाइ हो। अब इक्वल टु 10 ए प्लस बी भने चाहिँ क्लास 10 10 ए प्लस 10 बी 10 ए प्लस 10 बी का मुनि 1 माइनस 10 ए 10 बी है क्लास 10 हो नि त यो त होइन। क्लास 10 मा प्रुभ नै गर्नुपर्छ क्या जस्तो लाग्छ मलाई। 10 थेटा प्लस 10 फाइ का मुनि अब 10 फाइ का मुनि 1 माइनस 10 थेटा 10 फाइ इक्वल टु यसलाई इक्वेसन कति मानौँ यसलाई इक्वेसन 3 मानौँ। इक्वेसन 2 र 3 चाहिँ कम्पेयर गर्दा है इक्वेसन कम्पेयरिङ इक्वेसन 2 र 3 कम्पेयर गर्दा कम्पेयरिङ पिआरआइएन इक्वेसन 2 एन्ड 3 कम्पेयर गर्दा यतापट्टि 10 साई छ भने चाहिँ यहाँ चाहिँ कति हुने भयो भने 10 फाइ भने चाहिँ 10 थीटा भने चाहिँ उयो भयो क्या 10 फाइ भनेको चाहिँ आर इन्टु डी थीटा का मुनि डिआर हुनु भयो कम्पेयर गर्दा। 10 फाइ भनेको चाहिँ अब 10 फाइ भने चाहिँ कति हुने भयो आर इन्टु डी थीटा का मुनि डिआर। यो चाहिँ के हो पोलर इक्वेसन 2 द गर्नु यसलाई 4 मानौँ ओके यसलाई इक्वेसन 4 मानौँ। यो चाहिँ के हो पोलर इक्वेसन 2 द कर्व। यो फाइ भने के हो भने एङ्गल बिट्विन रेडियस भेक्टर एन्ड टेन्जेन्ट। यदि हामीसँग कुनै कर्व छ भने यदि निकालियो भने चाहिँ अब त्यो एङ्गल बिट्विन रेडियस भेक्टर र टेन्जेन्ट निकाल्न सकिन्छ। यसको एप्लिकेसन चाहिँ कहाँ छ भन्दा चाहिँ एङ्गल अफ इन्टरसेक्सन बिट्विन टु कर्व्स। अब नेक्स्टमा चाहिँ त्यही गरौँला नि त। थ्याङ्क यू।